Mummy Nepal, for healthy child and safe motherhood. नमस्कार। देश तथा विदेशमा रहेर मम्मी नेपाल हेर्नुहुने र मम्मी नेपाललाई माया गर्नुहुने सम्पूर्ण नेपाली दर्शकहरूलाई मम्मी नेपाल च्यानलमा हार्दिक स्वागत गर्दछौँ। आजको भिडियोमा हामी गर्भभित्र बच्चाको कुन अङ्ग कहिले बन्छ र हरेक हप्ता शिशुको विकास कसरी हुन्छ भन्ने विषयमा चर्चा गर्नेछौँ। भिडियोलाई अन्तिमसम्म हेरेर पूर्ण रूपमा जानकारी प्राप्त गर्नुहोला। Don't forget to subscribe Mommy Nepal. Press the bell icon to never miss the update from Mommy Nepal. महिनावारी भएको दोस्रो हप्तामा महिलाको डिम्ब निष्कासन हुन्छ। शुक्रकीटको डिम्बसँग मेल भई फर्टिलाइज भएमा महिला गर्भवती हुन्छन्। गर्भ रहेको तेस्रो हप्तामा बच्चा एउटा सानो बल जत्रो हुन्छ र यसलाई ब्लास्टोसिस्ट भनिन्छ। ब्लास्टोसिस्ट पाठेघरमा पुगेपछि यो पाठेघरको भित्तामा टाँसिन्छ। गर्भ रहेको चौथो हप्तामा यो ब्लास्टोसिस्ट बिस्तारै विकास हुँदै दुई भागमा विभाजित हुन्छ। एक भाग साल बन्छ र अर्को भाग भ्रूणको रूपमा विकास हुँदै जान्छ। चौथो हप्तामा न्युरल ट्युबको पनि विकास सुरु हुन्छ, जुन पछि गएर मस्तिष्क तथा मेरुदण्ड बन्छ। पाँचौं हप्ता पुगेपछि बच्चाको रक्त सञ्चार प्रणाली बन्न सुरु हुन्छ। महिला गर्भवती भएको पाँचौं हप्तामा आइपुग्दा बच्चाको आकार तिलको दाना जत्रो हुन्छ। यसरी भ्रूणभित्र शिशुको विकास हुँदै जाने क्रममा पाँचौं हप्ताको अन्त्यसम्म आइपुग्दा बच्चाको मुटु धड्किन सुरु हुन्छ। छैटौं हप्तामा आइपुग्दा भ्रूण केराउको दानाको आकारको हुन्छ। यो अवधिमा आइपुग्दा गर्भभित्र रहेको बच्चाको नाक, मुख र कानले आकार लिन थाल्छ। यो समयमा बच्चाको आकार 5 हप्तादेखि दोब्बर भएको हुन्छ, तर अझै पनि पुच्छर हुन्छ, जुन चाँडै हराउनेछ। गर्भभित्र रहेको बच्चा 7 हप्ताको हुँदाखेरि बच्चाको आन्द्रा र मस्तिष्कको विकास हुन थाल्छ। 7औं हप्तामा बच्चाको फोक्सोको ट्र्याकिया र ब्रोङ्काई बन्छ र फोक्सो विकासको स्युडो ग्ल्यान्डुलर भन्ने चरण सुरु हुन्छ। गर्भभित्र रहेको 8औं हप्ताबाट बच्चा यताउता घुम्न थालेको हुन्छ, तर यो समयमा आमाले भने बच्चा घुमेको महसुस गर्दिनन्। गर्भ रहेको 8औं हप्तामा श्वास प्रश्वासका नलीहरू बच्चाहरूको घाँटीदेखि विकसित हुँदै फोक्सोसम्म पुग्छन्। 8औं हप्तामा बच्चाको आकार राजमाको दाना जत्रो भएको हुन्छ। गर्भभित्र बच्चाको वृद्धि र विकास एकदमै तीव्र रूपले भइरहेको हुन्छ। गर्भको बच्चा 9 हप्तामा आइपुग्दा बच्चा अङ्गुरको आकारको हुन्छ। यसरी गर्भ रहेको 9 हप्तामा बच्चाको आधारभूत शरीर रचना विकास हुन्छ र उनीहरूको भ्रूण अवस्थाको पुच्छर पनि गायब भइसकेको हुन्छ। 10औं हप्तामा आइपुग्दा बच्चाको छाला अझै पनि पारदर्शी हुन्छ र उनीहरूका हात गोडाहरू बिस्तारै चलाउन सक्दछन् र नङहरू जस्ता विवरणहरू पनि बन्न थालेको हुन्छ। गर्भ रहेको 11औं हप्तामा बच्चा लगभग पूर्ण रूपमा बनेको हुन्छ र बच्चा खन्युको दाना जत्रो आकारको हुन्छ। यो अवधिमा आइपुग्दा बच्चाहरू लात हान्छन्, तन्किन्छन् र बाडुली पनि लाग्छ उनीहरूलाई, तर आमाले कुनै पनि गतिविधिहरू महसुस गर्दिनन्। 12 हप्तामा बच्चा लोकल कागतीको आकारको भएको हुन्छ। यो समयमा आइपुग्दा गर्भभित्र रहेको बच्चाहरूले औँला खोल्न र बन्द गर्न थाल्छन्, मुखले चुस्न सक्छन्, तर यी चालहरू आमाले अझै पनि महसुस गर्न सक्दिनन्। गर्भावस्थामा गर्भवती महिलाले ध्यान पुर्याउनु पर्ने महत्त्वपूर्ण कुराहरू के छन् त?
गर्भवती महिलाले गर्भको जाँच कति पटक गराउने, भिडियो एक्सरे कति पटक गर्ने, गर्भवती महिलाले के कस्ता खानेकुराहरू खानुपर्छ, यस्तै थुप्रै भिडियोहरू हामीले मम्मी नेपाल च्यानल मार्फत हजुरहरूलाई अवगत गराउँदै आइरहेका छौँ। मम्मी नेपाल हेर्दै गर्नुहोला, लाइक, शेयर र सब्स्क्राइब गरेर साथ दिनुहोला। त्यस्तै गरी स्वस्थ बच्चा र सुरक्षित मातृत्वको लागि मम्मी नेपाल सँगै रहनुहोला।